लासो टसिदेलेक सम्पूर्णलाई आज म नमोबुद्ध दर्शनको लागि आएको छु। नमोबुद्ध साँच्चीकै रमाइलो, शान्त, रमणीय, कति राम्रो रहेछ। हजुरहरू पनि नमोबुद्ध दर्शनको लागि पाल्नु होला। नमोबुद्ध र हाम्रो शाक्यमुनि भगवान बुद्धको चाहिँ अन्तर सम्बन्ध इतिहास एउटा छुट्टै प्रकारको रहेछ। भन्नाले धेरै वर्ष पहिले हाम्रा भगवान शाक्यमुनि बुद्ध चाहिँ काभ्रेको पनौती भन्ने ठाउँमा महारथ राजाको सुपुत्रको रूपमा जन्म लिनु भएको रहेछ। र यो नमोबुद्धको जङ्गलमा चाहिँ उहाँ शाक्यमुनि बुद्ध चाहिँ बाल्यकाल चाहिँ नभनौँ वयस्क उमेर हुँदै आउँदाखेरि आफ्ना 3 दाजुभाइ र भार भरदारसँग चाहिँ शिकार खेल्न आउने क्रममा उहाँले चाहिँ सुत्केरी भोक प्यासले तटफेर बसेको बघिनी र उसका 5 डमरू देखेछ। देख्दाखेरि उहाँको मनमा धेरै दया र माया फलाएर आएछ र उहाँले आफ्नो चाहिँ शिकार खेल्न आएका भार भरदार र 2 दाजुभाइलाई चाहिँ छुट्टै राखेर या छुट्टै बसेर उहाँले त्यो भगिनी र 5 डमरूलाई चाहिँ आफ्नो रगत जीव ज्यान चाहिँ दान गर्नुभएको पवित्र स्थल भनेर नमोबुद्धलाई चाहिँ बुझिदो रहेछ, नमोबुद्धलाई चाहिँ चिनिदो रहेछ। नमोबुद्ध साँच्चीकै शान्त, सुन्दर, रमणीय रहेछ। हजुरहरू पनि सम्पूर्ण चाहिँ यस पवित्र स्थलमा पाल्नु होला, पुण्य सञ्चय गर्नु होला, कुशल कर्म गर्नु होला। नमो बुद्धाय।